नमस्कार सम्पूर्णलाई म गुरुकुल बहादुर तामाङ। मेरो भिडियो हेरिरहनु भएको सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीमा मेरो प्रणाम। आज चाहिँ बिरामीहरूको जिउमा लागेको देवी देवताहरू सिमे भूमि अब वायु पिचासहरू लागेको छेके लागेकोहरू चाहिँ म अण्डबाट कसरी तान्ने बिरामीको जिउबाट अण्डमा कसरी तान्ने भनेर चाहिँ म यो विषयमा देखाउन खोजिरहेको छु। यसको लागि चाहिँ यहाँ अब म यो अण्ड चाहिँ बिरामीको जिउबाट मैले निकाल्दाखेरि चाहिँ अण्डमा चाहिँ म यसरी घुमाएर निकालिदिन्छु कि बिरामीको जिउमा। त्यो चाहिँ म यसरी आज देखाउन लागिरहेको छु। हजुरहरू सबैजनाले हेरिदिनु होला। मेरो भिडियोलाई लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, सेयर गरिदिनु होला। हजुरहरूलाई जानमा दुखेको केही चिजले पिरेर दुखेको लागेर दुखेको अथवा सिमे भूमि देवी देउराले पिचासहरू लागेर भिरमसान लागेर तपाईँहरूले सधाइरहेछ भने मेरो भिडियो हेर्नु होला। नम्बर राखेको छ। अनि त्यसपछि लोकेसन मेरो महाराजगञ्ज चक्रपथ कतार विशेष सेन्टर अपोजिट साइडमा हो। हजुरहरूको जानमा जस्तोसुकै समस्या परे पनि त्यो समस्याले समाधान गर्न सक्नेछु। अब आउनु होला। म यहाँ हजुरहरूलाई यहाँ अण्डा यसरी घुमाउँछ भनेर देखाइदिन्छु। हेर्नुहोस् है हजुर दर्शकहरू सबैजनाले। यसरी घुमाइदिन्छु म बिरामीको ज्यानबाट निकालेर। प्लस मेरो चाहिँ यो चाहिँ मेरो फुर्मी भन्छ हाम्रो चाहिँ यो फुर्मीबाट चाहिँ बिरामी जिउबाट अब लागेको अब वायु पिचा सिमी भूमि देवी देउरा जे लागेको पनि म अण्डमा तानेर ल्याउँछु। अण्डमा तानिसकेपछि बिरामीको जिउबाट तिनी चिजहरू यो अण्डमा आयो भने त्यो अण्ड घुम्छ। त्यो अण्ड आएन भने के अरे लागेको कुराहरू अण्डमा आएन भने अण्ड घुम्दैन। यो विषयमा म यसरी घुमाएर देखाउँछु हजुरहरूले। फुर्मीले यो ठ्याक भन्नु होला, रेल हो, हेर्नु होला। हजुरहरूले भिडियो राम्रोसँग निहालेर हेरिदिनु होला। यो चाहिँ म यसरी घुमाउँछु। यहाँ केही राखेर घुमायो भन्नु होला। यहाँ केही पनि छैन। म यो थाल निकालिदिन्छु। यो थाल निकालेर यतिकै यहाँ केही छैन हेर्नुहोस्। यहाँ मेरो हातमा पनि केही छैन ल हेर्नुहोस्। फुर्मी मात्रै छ, सिरिप छ। यो फुर्मीले म यहाँ घुमाइदिन्छु हेर्नु होला। यसरी घुम्छ बिरामीको जिउबाट चाहिँ निस्केको अण्डबाट। म चाहिँ यो चाहिँ अण्डा मैले बिरामी जिउमा चाहिँ पुसेर ल्याएको अण्डा यस्तो गरेर घुम्छ। बिरामी जिउबाट निस्केपछि बिरामीको जिउमा भएको देवी देउराली सिमे भूमि नागिने काँचो वायु डुलुवा वायु पिचास भिर मसान जे भए पनि यो अण्डामा निस्केपछि यसरी घुम्छ। अण्डा बिरामी जिउबाट निस्केपछि यसलाई हेर्नुहोस् कुनै फ्याक होइन। यो मैले फुर्मी यो अण्डा माथि राखेको मात्रै हो। अण्डा अबै घुमिरहेछ। यो चाहिँ एउटा मेरो भगवानको शक्तिले है हजुर। यो कुनै फ्याक होइन। ल हेर्नुहोस् हजुर कस्तो अचम्म हैन। यो शक्ति चाहिँ कहाँबाट प्राप्त गर्नुभयो तपाईँले यस्तो? यो शक्ति चाहिँ तपाईँको अब मेरो बाजे जुजु बाजेदेखि नै झाँक्री गर्नुहुन्थ्यो। एउटा लप्तापा पनि हो, देवारीको काम गर्ने। प्लस मैले चाहिँ म 7-8 वर्ष चाहिँ मैले
यसो बाहिर सिकेर आएको म बाहिर चाहिँ जाने बेलामा मलाई पनि एउटा गुरुले अलिकति सिकाइदिनु भएको थियो प्लस अब म चाहिँ आछाममा पावर हाउसको काममा चाहिँ जाने बेला मलाई चाहिँ राति कपडा धुने बेलामा चाहिँ तपाईँको कपडा नुहाउनु गएको कपडा धुनु गएको बेलामा चाहिँ एउटा चाहिँ कपाल भएको मान्छे चाहिँ यति अर्को मान्छे आएको थियो म त्यो आगो देखाएको थियो आएर मलाई छोएको मलाई थाहा छ त्यसपछि मलाई 1 हप्तासम्म थाहा भएन त्यहाँदेखि चाहिँ मलाई यो आफै प्रकट भएको छ यो मलाई यो यिनी कुराहरू मलाई सिकाएको चाहिँ होइन यसमा यो जति मैले धामी झाँक्री गरिरहेको छ यसमा 4 भाग गरेर 2 भाग त मलाई त्यहाँबाट नै प्रकट भएको या मलाई यो शक्ति चाहिँ आफै प्रकट भएको हो कुनै मेरो जुजु बाजेले मेरो कुनै चाहिँ अब दाजुभाइले सिकाएको होइन यिनी कुराहरू मेरो बुवाहरूले पनि गर्नुहुन्न यस्तो कुराहरू उहाँहरूले नै जान्नुहुन्न तर यो चाहिँ एउटा भगवानको शक्तिले मलाई आफै मेरो ज्ञानमा प्रकट भयो मलाई भगवानले शक्ति दिनुभयो मेरो भगवानको शक्तिबाट नै मैले यति गर्नु सकेको छु एउटा भगवानले मलाई चाहिनु भयो भगवानले आफूले भन्दा नि भगवानले हामीलाई लिनुपर्ने रहेछ भगवानले चाहिनुपर्ने रहेछ जे पनि हुने रहेछ मान्छेले चाहेर केही हुँदैन सबै भगवानको हातमा हुन्छ भगवानले अब भगवानसम्म चाहिँ भगवानभन्दा ठुलो केही पनि हुन्न अब भगवानले चाहिनु भने सबै कुरो हुन्छ मान्छेले चाहेर केही पनि हुँदैन हजुर अब इन्डिया आसाममा बस्नुभयो बसिसकेपछि त्यहीँबाट चाहिँ तपाईँलाई चाहिँ कसले लानुभयो भन्नुभयो राति चाहिँ म 11 बजीतिर नुहाउनु कपडा धुनु गएको थियो हजुर त्यतिखेर चाहिँ म एक कोरो कपडा धोइरहेको थियो जङ्गलमा हुनुहुन्थ्यो या घरमै कहाँ हुनुहुन्थ्यो जङ्गलको बिचमा थियो धारा एउटा मुल्कको पानी आउने 4 इन्चको पाइपभरि चाहिँ पानी आउँथ्यो परको खेतबाट हजुर हजुर त्यहाँको पानी एकदम तातो हुन्थ्यो क्या तपाईँको हजुर हिउँदो बर्खा के अरे मतलब जतिखेर पनि चिसो जुन महिना पनि एनी टाइम तातै भइरहेको हुन्थ्यो हजुर अब त्यसमा चाहिँ बाफ आइरहेको हुन्थ्यो त्यो पानीमा त्यहाँ अब राति नुहाउनु गएको म नुहाउने कपडा धुनु गएको त्यतिखेर चाहिँ लगभग यति अर्को 2 हात जति होला 2 हात 2.5 हात जति अर्को होला मान्छे 2 हात जति होला अब त्यो मान्छे चाहिँ मलाई पछाडि ढाडमा यस्तो गरेर हात राखेको देखायो त्यहाँबाट चाहिँ मैले 1 हप्तासम्म केही पनि थाहा पाएन तपाईँले देख्नुभयो उहाँलाई चाहिँ देख्न चाहिँ कत्रो हुनुहुन्थ्यो अरे 2 हात जति भन्नाले लगभग 2.5 फिट जति बच्चा हुनुहुन्थ्यो या बुढो हुनुहुन्थ्यो कस्तो खालको अधवैश्य कस्तो खालको हुनुहुन्थ्यो बच्चा बुढो चाहिँ अनुहार केही पनि थाहा छैन हजुर किनभने पुरै कालो थियो होइन अनुहार ढाकिया थियो अब रङै रङ थियो हजुर त्यो कारणले गर्दा हाम्रो जस्तो क्लियर फेस थिएन हजुर सबै कपालै कपाल थियो तपाईँलाई चाहिँ कसले लग्या जस्तो लाग्छ कुन व्यक्तिले अथवा कुनै त्यस्तो राक्षस हुन्छ नि अथवा देउता हुनसक्छ अथवा राक्षस हुनसक्छ कसले लग्या जस्तो लाग्छ तपाईँलाई चाहिँ मलाई राक्षसले लग्या भए त मलाई खाइसक्थ्यो होला सर हजुर अब एउटा भगवानले लग्यो भनौँ भगवानले नै मलाई लानुभयो जस्तो लाग्छ मलाई अब त्यसपछि 1 हप्तापछि चाहिँ म होसमा आउने बेलामा चाहिँ तपाईँ कहाँ हुनुहुन्थ्यो त्यो होसमा आउने बेलामा चाहिँ म चाहिँ पोखराबाट तल झरिरहेको थियो अरे 1 हप्तामा तपाईँ आफै झर्नु भएको हजुर अब रातिबाट गायब भइहाल्यो हजुर रातिबाट गायब भएपछि कब गयो भनेर साथीहरूले खोज्ने बेलामा 1 हप्तापछि चाहिँ दिउँसो 2 बजीतिर पोखराबाट ठुलो पोखरा छ त्यो पोखराबाट चाहिँ म तल झरिरहेको रहेछ है झरेपछि सुई रुममा आयो रुममा आएपछि सुत्यो अरे म हजुर अनि उनीहरूले भन्नुभएको कुरो मैले देखेँ होइन मलाई थाहा पनि थिएन अनि सुतेपछि भोलि बिहान 8 बजीतिर बिउजेछ म हजुर अनि 8 बजी बिउजेर अनि उठ्दाखेरि चाहिँ सबैजना काममा जाउँ भन्ने कुरो भइरहेको रहेछ म नि जाने हो भन्यो अनि त्यसपछि 8-9 दिनसम्म कहाँ गयो तिमी बेपत्ता या हिजो चाहिँ दिउँसो यति बजी झरिरहेको रहेछ तिमी पोखराबाट त्यो त मान्छे चढ्नु नसक्ने पोखराबाट न समाउने ठाउँ न टेक्ने ठाउँ न खुर्किला मान्छे अब भर्याङमा त चढ्नु गाह्रो झर्नु गाह्रो हुने ठाउँ तिमी बाटोमा हिँडे जस्तो गरेर झरेर आइरहेको थियो भन्यो उहाँहरूले साथीहरूले भन्नुभयो त्यसपछि मलाई केही पनि थाहा छैन म त खाना खाएर नुहाउनु गएर आएर सुतेको मान्छे म जाने चाहिँ कहाँ भन्ने कुरामा चाहिँ हाम्रो डिस्कस पनि भयो त्यहाँ हजुर त्यसपछिबाट चाहिँ मलाई के भयो भने अनि टिम्बुर खानु नमिल्ने भयो लसुन खानु नमिल्ने भयो अनि यिनी सुँगुर बुङ्गुर र बखहरू पकाएको बाटमा बस्नु नमिल्ने भयो कसरी थाहा पाउनुभयो मलाई यो चाहिँ नहुँदो रहेछ लगिसकेपछि भनेर चाहिँ तपाईँले खानुभयो या
कसरी थाहा पाउनुभयो? मैले खाएको थियो त्यो, अब त्यो पहिला खाइरहने बानीले खाएको थियो, त्यो खाइसकेपछि चाहिँ मलाई चाहिँ एकदम त्यसरी काम्यो होइन। हजुर। अनि केही चिज आएर ठ्याक्क मलाई ढाक्या जस्तो लाग्ने, थिच्या जस्तो लाग्ने, त्यसपछि चाहिँ काम्ने त्यस्तो भइरहन्थ्यो। अनि त्यहाँदेखि अहिले नखाएको तपाईँको लगभग 27-28 वर्ष भयो मैले। हजुर। अनि त्यस पछाडि चाहिँ के भयो त्यो पनि भनिदिनुहोस् न। त्यस पछाडि चाहिँ अब त्यहाँबाट त्यस पछाडि चाहिँ के भयो भने अब साथीहरूले अब यसरी आयो उसरी आयो भन्नुभयो। अहिले मैले चाहिँ म यहीँ खाना खाएर सुतेको मान्छे कसरी जानु भने उहाँहरूले चाहिँ अहिले जस्तो मोबाइल छ, अब भिडियो गर्ने यस्तो मोबाइलहरू थिएन सर होइन। अब भयो भने त्यो किप्याडवाला अलि पैसा हुनेले मात्रै किन्थ्यो, हामी जस्तो काम गर्ने मान्छेले कहाँ किन्नु सक्नु सर। अनि त्यहाँबाट अहिले जस्तो भयो त भिडियो हुन्थ्यो त्यतिखेर छैन। अनि त्यहाँबाट चाहिँ होइन भनेर उहाँहरू जित्नुभयो, अनि डिस्कसन पनि भयो। त्यसपछि त्यसको 1 हप्तापछि चाहिँ अनि त्यहाँ हामी काम गर्ने ठाउँमा चाहिँ ब्रोइलरको मासु ल्याएको थियो। लगभग हाम्रो साथीहरू ग्रुपमा चाहिँ 35-40 जना थियो। अनि ब्रोइलरको मासु ल्याएर पकाएर खाने क्रममा चाहिँ लसुन ससुन सबै हालेपछि बेलुका खाना खाएपछि चाहिँ कामेकै बेस गरी। हजुर। त्यहाँदेखि सुरु भयो काम्ने चाहिँ। अनि त्यहाँबाट चाहिँ मलाई लसुन टिम्पुर सिस्नु सुँगुर बुङ्गुर त्यो चाहिँ मलाई चल्दैन। तपाईँको यो सुँगुर बुङ्गुर पकाएको ठाउँमा त त्यसको बाफमा पनि बस्नु मिल्दैन, अहिले पनि मिल्दैन। हजुर। अरू त म खाँदिनँ। यदि बाइचान्स कहीँ कतै जाने बेला खाइहाल्यो भने बेलुका आइसकेपछि बिस्कुट टाउको दुख्छ, ज्यान दुख्छ, उठ्नु सक्दैन सर भोलिबाट। हजुर। त्यस पछाडि चाहिँ के गर्नुभयो? त्यो बिचमा चाहिँ फुकफाक गर्नुभयो अथवा नेपाल आउनुभयो, के गर्नुभयो? फुकफाक के गरेन। त्यसपछि चाहिँ म यता हामी नेपालमै आइपुगेँ, काठमाडौँ आइपुगेँ। काठमाडौँ आएपछि घरतिर गएँ। अनि घरतिर गएर बस्यो 5-6 महिना। त्यसपछि आएपछि चाहिँ म गाडी चलाउँथेँ सर। हजुर। अनि यतातिर अब गाडी चलाएँ। गाडी चलाउँदाखेरि पनि दिनभरि गाडी चलाएपछि अब राति खाना खाएर सुतेपछि चाहिँ सुत्ने ठाउँमै काम्ने फलाग्ने त्यस्तो क्रमशः भइरहेको थियो सर। हजुर। भइसकेपछि अनि त्यहाँबाट चाहिँ मैले अब फुफा काम गर्दैन थियो, म लाज लाग्थ्यो त्यतिखेर। अनि त्यसरी गर्दैन थियो। अनि डेली कहिले अब मेरो परिवारले, कहिले बाउले, कहिले भाइहरूले चाहिँ धुपको मुठै चाहिँ सल्काएर पुरा यस्तो चाहिँ त्यो धुवा पुरा 1-2वटा सल्कायो भने मुठै सल्काएपछि त्यो धुवा त्यस्तो चाहिँ धेरै वर्ष झेलेँ मैले। त्यहाँबाट मैले फुफा काम गर्नु थालेँ। अनि आफू चाहिँ तिनी कुराहरू खानुलाई त्योबाट टाढा भए, खाएन, आफू चोखनिलो भएर हिँडेँ। अनि फुफा काम गर्नु थालिसकेपछि मलाई काम्ने चाहिँ छोड्यो सर। काम्ने छोड्यो। अनि त्यसपछि आफूलाई ज्यानमा गाह्रो हुनु पनि छोड्यो सर। हजुर। त्यस पछाडि चाहिँ तपाईँ त्यो ठाउँमा जानुभयो कि भएन? म त्यसपछि गएन सर। अब त्यसपछि त्यतिखेर सङ्कटकालको बेला थियो। हजुर। तपाईँलाई याद आउँछ कि आउँदैन? अगाडि याद आउँछ कि आउँदैन तपाईँलाई? याद आउँछ, कहिले कहिले सपनामा देखिन्छ त्यो जुन झारफुक सेवा केन्द्रमा चाहिँ के कामले आउनुभएको थियो हजुरहरू? हामी चाहिँ आफूलाई पनि सन्चो भइरहेको थिएन, अनि त्यही भएर यहाँ झारफुक गर्नको लागि आएको। हजुर। एकजना चाहिँ अघि उहाँलाई चाहिँ केही बिमारी भएको थियो या के भएको थियो भनिदिनुहुन्छ? हजुर, मलाई चाहिँ एकदमै ढाड दुखेको थियो, त्यही भएर म चाहिँ झारफुक गर्न आएको थिएँ अस्ति पनि। अनि आज पनि अब 3 चोटि चाहिँ झारफुक गर्ने, त्यही भएर आज पनि आएको। हजुर। कस्तो महसुस भइरहेछ अहिले चाहिँ तपाईँलाई? अहिले अलिक धेरै नै सन्चो भइसक्यो मलाई अस्तिभन्दा। अस्ति त धेरै गाह्रो भएको थियो। हजुर। हजुर, त्यही हो। जेउस आइराख्नुहुन्छ रेगुलर जस्तो आइराख्नुहुन्छ या? हजुर, आइरहन्छु म, प्रायः आइरहन्छु। अलिक सन्चो भयो भने चाहिँ आइरहन्छु म। हजुर। अरू चिज देखाउनलाई पनि, जोखाना देखाउन पनि आउनुहुन्छ अथवा फुक्नको लागि मात्रै आउनुहुन्छ कि अरू केही गर्न पनि आउनुहुन्छ? जोखाना देखाउन पनि आइरहन्छु म चाहिँ प्रायः। दाइकोमै आउँछु, दाइले राम्रो गर्नुहुन्छ, त्यही भएर हो। हजुर। विश्वास लाग्छ गुरुले तपाईँलाई फुकफाक गरेको विश्वास लाग्छ? हजुर हजुर, एकदम विश्वास लाग्छ। त्यही भएर नै त अहिले हो, विश्वास नलाग्ने भए त कहाँ आइन्छ र। हजुर। कसैले भनेको आधारमा आउनुभयो कि चिनजान भएकै आधारमा आउनुभयो? होइन, हामीले त पहिल्यैदेखि नै दाइलाई चिनजानमै हो, चिनेरै हो। हजुर। उहाँ चाहिँ? म पनि पहिल्यैदेखि चिनिराखेको। अब उहाँले राम्रो काम गर्नुहुन्छ होइन। हजुर। उहाँले एकचोटि झारफुक गर्न एकदमै आराम मिल्छ क्या हामीलाई। हजुर। त्यही भएर धेरै राम्रो गर्नुहुन्छ, त्यही भएर नै हामी आउँछौँ क्या जहिले पनि। केही भयो भने चाहिँ हामी यहीँ आइहाल्नु सिधै।
शरीरमा केही समस्या देख्यो भने बित्तिकै चाहिँ तपाईँहरू आउनुहुन्छ? यस्तो अब बच्चाहरू पनि बिरामी भयो, यताउति टाउको दुख्ने केही भयो यहीँ ल्याउनु पर्छ। हजुर, अब ठुल्ठुलो खालको बिमारीहरू चाहिँ भएको छैन, जस्तै तपाईँलाई दुखेको अब अथवा केही पिरियडकै भए मात्रै आउनुहुन्छ कि अरू केही? त्यस्तै आफूलाई गाह्रो भयो, शरीरहरू अलस्सी बनाउने, टाउको दुख्ने, यता हुन्छ नि अब शरीरमा विभिन्न किसिमको समस्याहरू लक्षणहरू देखाउँछ नि। हजुर हजुर। त्यस्तो भयो भने आयो भने अब जोखाना हेरिदिनुहुन्छ, जोखाना हेरेर के गर्नुपर्ने हुन्छ होइन, हजुर, त्यो सबै गरिदिनु भएपछि आराम मिल्छ, धेरै राम्रो हो, बाहिर धेरै राम्रो गर्नुहुन्छ। कति समयदेखि आइराख्नु भएको छ तपाईँहरू? धेरै भइसक्यो, धेरै नै भइसक्यो यहाँनिर आउनु थालेको त। हजुर, केही छ गुरुलाई भन्नुपर्ने तपाईँहरूले अथवा यो ठाउँमा आउनलाई चाहिँ जति पनि हुनुहुन्छ नि बिमारीहरू उहाँहरूलाई के भन्न चाहनुहुन्छ? अब उहाँहरू चाहिँ अब यहाँ एकदमै राम्रो गर्नुहुन्छ गुरुबाले होइन। हजुर, धेरै राम्रो गर्नुहुन्छ, तपाईँहरू पनि हेरेर यता चक्कर कतार भिजा सेन्टर अगाडि ठ्याक्क छ होइन, हेरेर लोकेसन हेरेर आउन सक्नुहुन्छ हजुरहरू पनि होइन। केही भयो भने एकचोटि आएर हेरिदिनुहोस्, फेरि आफूलाई थाहा हुन्छ नि त, एकचोटि गरिसकेपछि फेरि पछि गर्दा कस्तो हुन्छ भनेर थाहा हुन्छ नि त। विश्वास त हुनु सबैलाई होइन, हजुर, एउटा विश्वास त हुनु। गरेर हेर्नुहोस्, गरेर हेरिसक्नु भएपछि थाहा हुन्छ। हजुर, हजुरले के भन्न चाहनुहुन्छ? मैले के भन्छु भने अब आउनुहोस् तपाईँहरू पनि सबैजना आएर हेरिदिनुहोस्, अनि त्यसपछि तपाईँहरूलाई पनि थाहा हुन्छ होइन। अब कति के गर्नुहुन्छ तपाईँहरूले गरिसकेपछि मात्रै तपाईँहरूले अब नतिजा पाउनुहुन्छ नि त होइन। अब यतिकै हामीले भनेको भरमा त तपाईँहरूलाई विश्वास नलाग्नु सक्ला। हजुर, आउनु पहिला गर्नु अनि त्यसपछि चाहिँ हजुर, अथवा जोखाना देखाउनको लागि के चिजहरू चाहिन्छ, सामग्रीहरू के चाहिन्छ तपाईँलाई गुरुले पहिल्यै भन्नुहुन्छ या तपाईँ आफै स्वयं बुझेर ल्याउनुहुन्छ, के छ? हामी चाहिँ आफै बुझेर नै ल्याउने हो। के ल्याउनुहुन्छ? जस्तै कसैले चामल ल्याइराखेका हुन्छ, कसैले के ल्याइराखेका हुन्छ, गुरुले पहिले भन्नुहुन्छ कि तपाईँलाई पहिले अलरेडी थाहा भएको हिसाबले चाहिँ आउनुहुन्छ? यस्तो जोखाना हेर्न आउँदा चाहिँ हामीले सुरुमा चाहिँ चामल नै लिएर आउने हो। हजुर, त्यही हो। अनि त्यसपछि चाहिँ चामल भन्नाले कति चामल, अब चामल कसरी ल्याउनुहुन्छ त्यो चामल चाहिँ? त्यो चामल चाहिँ अब हामीले बेलुका नै अब घरबाट नै अब सिरानीमा राख्ने, अनि हल्का अब भेटी त राख्नु थोरै होइन, अब सकेको थोरै राखिदिने, अनि लिएर आउने, अनि उहाँले जोखाना हेर्नुहुन्छ अनि के भएको कसो भएको, अनि त्यही अनुसारले चाहिँ उहाँले भन्नुहुन्छ हामीलाई। त्यस्तो धेरै यो ल्याऊ त्यो ल्याऊ त भन्नुहुन्न होइन, हल्का फुल्का पूजाको लागि होइन, यति नै ल्याउनुपर्छ उति ल्याउनुपर्छ चाहिँ भन्नुहुन्न। हजुर, हस्, धेरै धेरै धन्यवाद तपाईँहरू दुवैजनालाई चाहिँ। तपाईँहरूको त्यो बिमारी जुन चिज छ नि, जुन चिजले तपाईँहरूको सताइरहेको छ त्यो चिजहरू चाहिँ अन्त्य भएर जाओस्। तपाईँलाई धेरै धेरै धन्यवाद, हामीसँग कुराकानी गर्नुभयो, धेरै धेरै धन्यवाद। देखिन्छ, हजुर पनि देखिन्छ समानमा कहिलेकाहीँ। हजुर, अनि यसो त्यो ठाउँहरूमा चाहिँ गएको यस्तो यस्तो गरेर गएको, उस्तो गरेर गएको, अब यस्तो गर्दै थियो भन्ने कुराहरू चाहिँ सबैले सम्झिनुहुन्छ। त्यो एक हप्ताभित्र चाहिँ तपाईँलाई के गर्यो, कसले के गर्यो, कस्तो कस्तो भयो भन्ने कुरा याद छैन तपाईँलाई? मलाई केही पनि छ। तपाईँलाई के लाग्छ कसले लगेको होला, अथवा म एक हप्तासम्म चाहिँ कसरी बसेँ होला भन्ने चाहिँ लाग्छै लाग्दैन? त्यहाँ चाहिँ एउटा पल थियो तपाईँको, अब गुफा जस्तो भनौँ न, जस्तो धेरै माथि हाइटमा। हजुर, त्यहाँ चाहिँ मध्य दिउँसो चाहिँ त्यो पलबाट चाहिँ धुवा निस्किन्थ्यो है सर। हजुर, अब त्यसमा चाहिँ सबैले भन्थ्यो वनझाङ्गी बस्छ भन्थ्यो त्यहाँ गाउँको मान्छेले। हजुर, हामीले चाहिँ अब त्यतिखेर त अब अलिकति जवान पनि हो, बेला त्यति भूत प्रेत त्यस्तो भूत प्रेत वनझाङ्गी हामी त्यो विश्वास गर्दैन थियो। हजुर, अब त्यतिखेर अब भन्थ्यो उनीहरूले यतिखेर जानु हुँदैन, त्यहाँ वनझाङ्गी आउँछ, मान्छे लान्छ, कोही खाइदिन्छ भन्थ्यो त्यहाँको मान्छेले भन्नुहुन्थ्यो। तर म चाहिँ पत्याउँदैन थिएँ, म गएको थिएँ कि सर त्यहाँ। हजुर, हजुर, हे अनि त्यस पछाडि चाहिँ अब तपाईँलाई यस्तो विद्या सम्बन्धी हुन्छ नि, जस्तै तपाईँले अहिले देखाउनु भयो यो अन्डा पनि फन्फन्ती घुमाउने, यो अचम्मकै कुरा हो होइन। यो यतिकै त घुम्दैन पनि, हामीले यतिकै राख्दा घुम्दैन। यस्तो खालको चमत्कार चाहिँ तपाईँले कसरी थाहा पाउनुभयो र यो अन्डा चाहिँ मैले घुमाउन सक्छु भन्ने चाहिँ कसरी भयो?
त्यो चाहिँ अब यो म माथि नै आफै प्रकट भएको कुरा अब भगवान्को आशीर्वादले नै मलाई यस्तो भएको हो। अब त्यसपछि यो चाहिँ त्यहाँ गइसकेपछि चाहिँ मलाई भगवान्बाट नै शक्ति प्रकट भएछ भन्ने चाहिँ मलाई पछि कहाँ धेरै काम थालेपछि चाहिँ त्यो मलाई चाहिँ अनुभव भएछ। अनि त्यसपछि म अलिअलि त फुफा पहिला पनि गर्थ्यो, त्यसपछि चाहिँ मैले धेरै कामहरू गरेँ। अनि धेरै कामहरू गर्दै अब पछि लगत्तै गरेन, पछि चाहिँ धेरै काम नै अब राति सुत्नु नपाउने धेरै काम नै भएको हुनाले चाहिँ यिनी फुफा काम सुरु गरेको छ मैले। हजुर, धेरै समय भइसक्यो होइन फुकफाक गर्न थाल्नुभएको पनि? फुफा गरेको मैले अहिले 19 वर्ष। 19 वर्ष भइसक्यो होइन, धेरै अनुभव छ त्यसो भए त? सबै कुरा थाहा पनि छ, के लागेको कसो लागेको कसको शरीरमा के छ भन्ने कुरा पनि थाहा छ। कुन व्यक्ति कस्तो खालको बिगार्ने मान्छे हो भनेर पनि थाहा छ तपाईँलाई? भन्नु मिल्दैन, भन्न चाहिँ मिल्दैन। तर कहिलेकाहीँ आँखा जुत्छ होला नि तपाईँहरू बिचमा? जुत्छ, अब आफूभन्दा अलि पावर छ भने उसले अनेक गर्नु पनि खोज्छ होइन। आफूले त्यो विषयमा आफू पनि सचेत भएर बस्नु पऱ्यो, धेरै किसिमको हुन्छ। अब तपाईँको म चाहिँ यो गर्छु कि अब यतिसम्म गर्न सक्छु कि त्यो बिहोस भएर ल्याएको बिरामी छ भने म त्यसलाई चाहिँ त्यस्तै अब 15-20 मिनटमा म जस्तो तस्तै पारिदिन्छु। काम्ने आएको भयो, काम्ने बिरामी आउनु भयो भने म उहाँलाई राम्रै तुरुन्तै राम्रो बनाइदिन्छु। लगतै त्यो काम्ने हाँस्ने त्यस्तो यताउति आयो भने त्यसलाई तुरुन्तै ठिक बनाइदिन्छु। कुनैको दुखेर लागेर दुखेको मात्रै है सर, अब कुनै रोगले दुखेको त म सक्दिनँ। हजुर, लागेर दुखेको यो हात यस्तो भएको यसो तेर्सो अब हात सिधा पार्नु नसक्ने, आउँला कुम्जिने यस्तो अब सिधा पार्नु नसक्ने, खुट्टा टेक्नु नसक्नेहरू छ भने उहाँहरूकै बिरामीकै अगाडि म चाहिँ 5-7 मिनट अथवा 10 मिनटभित्रमा चाहिँ उहाँहरूको त्यो पुगेर दुख्ने अहिले हराउनु पार्ने, अहिले हात खुट्टा चलाउन सक्ने, टेक्नु सक्ने त्यो चाहिँ बनाउन सक्छु। हजुर, तपाईँको घर गाउँ वरिपरि छिमेकीमा गाउँमा पनि त्यस्ता मान्छेहरू हुन्छन् होला नि होइन, जसले चाहिँ अरूको शरीरमा विकार गर्ने त्यस्ता व्यक्तिहरूलाई चाहिँ भेट्नु भएको छैन? अहिलेसम्म त हुन्छ होला, हुनु त सर होइन, नहुने त भन्न सक्दिनँ। तर मैले चाहिँ भेटेको छैन। भेट्नु त अब उहाँहरूले गर्नुहुन्छ होला, कोही हुनुहुन्छ होला। अब मैले चाहिँ मेरै छेउमा त्यस्तो गरेको चाहिँ भेटेको छैन सर होइन। कुनै चाहिँ अब मान्छे अब वरपरको अन्य ठाउँको मान्छेले चाहिँ मान्छेले बिगारेको चाहिँ भेटिएको छु, धेरै बिरामीहरू भेटिएको छु। अब यसको लागि चाहिँ अब यो हो उस्तो हो यस्तो भन्नु मिल्दैन सर त्यसमा। हजुर, त्यो चाहिँ भन्नु नै मिल्दैन, अब भन्ने कुरो पनि हुँदैन। अनि अर्को कुरो के छ भने तपाईँको यसमा चाहिँ हामी यस्तो मान्छे सबै अब भक्तजनहरूको चाहिँ तपाईँको हामी भक्तजनहरूको चाहिँ सुरक्षित ज्यान उपचार गर्नको लागि आफ्नो ज्यान दाउमा लागेर बसेका हुन्छ सर। हजुर, मान्छेले भन्छ नि अब नजान्ने त केही पनि छैन, एउटा देखासी गर्ने हुनुहुन्छ कोही भने, एउटा मान्छेले गरेको देखेर गर्ने, एउटा मान्छेले गरेको देखेर गर्ने, मान्छेले गरेको पाराहरू देखेर गर्नेलाई त जस्तो गरी नै भएको छ। यदि आफूभित्र चाहिँ भगवान्ले आफूलाई चाहेर भगवान् आफूमाथि आफ्नो ज्यानमाथि प्रकट भएर आफ्नो शिरमा भगवान् आइसक्नुभयो, प्रकट गर्नुभयो, भगवान्ले आशीष दिनुभयो भने त्यो मान्छेले गर्दाखेरि हरेक कुरोलाई गर्दाखेरि धेरै कुराहरूमा विचार गरेर गर्नु पऱ्यो। भोलि आफूले गरेको ठाउँमा अब यसरी फुफा गर्ने ठाउँमा बिरामी निगो नहोला, फलानु झाँडी कहाँ गएर यसरी यतिचोटि गयो निगो भएन भन्नु र फलानु कहाँ यसरी गएको म यस्तो भयो भन्नुमा धेरै फरक पर्छ सर। हजुर, एउटा देखाउनेमा गर्नु र एउटा चाहिँ यो भित्र निहालेर बिजेर काम गरेको मान्छेमा चाहिँ धेरै कुराहरूको समस्या आइरहेको छ सर। कोहीले राम्रो भन्छ, कोहीले नराम्रो भन्दा आफ्नो ठाउँमा छ। आफूले जानेको कुरा भगवान्ले दिएको वरदानलाई आफूले सही ठाउँमा सदुपयोग गर्ने, त्यस्तो चाहिँ गलत तालले आफू प्रयोग नगर्ने छ, आफ्नो सही तालले सदुपयोग गर्ने हो, राम्रो होस्। भक्तजनहरूको लागि चाहिँ उहाँहरूको ज्यानमा लागेको कुराहरू हामीले निकालेर फाल्ने अब सन्जो बनाउने विषयमा बसिसकेपछि
अब लोभ लाभमा फस्नु भएन। आफ्नो सही काम गर्नु पऱ्यो, सही ढङ्गले हिँड्नु परेछ। अब सही काम गरेर हिँड्नु पऱ्यो, म यही भन्छु। हस्, हामीसँग कुराकानी गरिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। अन्तमा केही छ? अब म अरू त के भन्नु सर, सबैजनाले मेरो भिडियो हेरिदिनु होला, बुवा मम्मी दाजुभाइ दिदीबहिनी सम्पूर्णले। अनि मेरो नम्बर पनि छ, हजुरहरूलाई कुनै देवी देवताले सताएको छ भने, कुनै अब देवी उदार्नु छ भने, अब माताहरू उदार्नु, झाँक्री उदार्नु छ भने पनि सम्पर्क गरेर आउन सक्नुहुन्छ। अनि यदि बिरामीहरूको भक्तजनहरू कोही हुनुहुन्छ त्यस्तो चाहिँ जहाँ कहीँ गएर निको नभएको हुनुहुन्छ भने आउनु होला, मसँग आउनुहोस्, ट्राई गर्नुहोस्, आएर आउनु होला, मसँग पुगेर ट्राई गर्नुहोस् कस्तो हुन्छ। अनि हुन्छ हुँदैन त्यतिखेर थाहा हुन्छ, मुखले भन्नुभन्दा नि काम गरिसकेपछि थाहा हुने कुरो हो सर। अनि अर्को कुरा, हजुरहरूको ज्यानमा यदि वायु पिचार भिर मसानामा छेद भेद लागेर चाहिँ ज्यानमा सताइरहेको छ, कहिले निको हुनु भएको छैन, निको हुनु सकेन भने, निको भएको छैन, धेरै दुःख भइरहेछ भने आउनु होला। दशग्रा काट्नेदेखि लिएर मौनी लाउने, फुगाउने, बुढोबुढी छुटेको जोडाउने, कुनैको घरबार लिलाबिला भइरहेको हुन्छ, बुढोबुढी छुटेर त्यसमा पनि जोडाउने, सम्पूर्ण इत्यादि कामहरू गर्छ। म गरेर दिन्छु हजुरहरू सबैलाई। यसको रिजल्ट मुखले भन्दा पनि यहाँ मेरो आश्रममा आउनु होला, गरिसकेपछि रिजल्ट निस्किने कुरो हो। मुखले भन्नुमा धेरै पर्छ, काम गर्नु र मुखले भन्नुमा। हजुरहरू आइदिनु होला, हेर्नु होला कस्तो गरिन्छ। हस्, म त्यही भन्न चाहन्छु। सबैलाई नमस्कार। हस्, नमस्कार।